घर छ के नानीहरू छ यस्तो सम्झिन्छ अहिले हामी भोलि पर्सि मर्दाखेरि कोही आउँदैन तपाईँ एक्लैमा जानुपर्छ यतितिर अहिलेदेखि नै गुरुम्बछीलाई मानेर अन्त ओमा बाजुगुरु प्रेमासीले यसो जापेपछि अन्त मर्दाखेरि पनि साह्रै दुःख आउँछ नि यतिखेर मेरो गुरुम्बछी कहाँ होला अब चाहिँ ओमा बाजुगुरु गर्दाखेरि गुरुम्बछी साँच्चै नै हामीले देख्न सक्छ अहिले पनि गुरुम्बछीलाई मानेपछि गुरुम्बछी आउने त तर हाम्रो आँखाले चाहिँ देख्न सक्दैन हाम्रो जिउ हाम्रो आँखाहरू चाहिँ अहिले दिक्पाले पापले गरेर बनाएको हो त्यसले गर्दा आयो भने हामीले देख्न सक्दैन अन्त भोलि पर्सि मर्दाखेरि चाहिँ एकखेप हाम्रो जिउ चाहिँ यतै नै छोड्नुपर्छ अन्त अर्को जिउ नपाएको पहिला हामीले यतिखेर चाहिँ गुरुम्बछीलाई हामीले देख्न सक्छौँ